हेलो गुड मर्निङ गाइज फेरि पनि आइसकेको छु अनि आज चाहिँ के भन्छ यो फुलपाती भेडाहरू किन्ने होइन आज भेडाहरू किनेर चाहिँ घरमा ल्याउने काम हुन्छ होइन त्यही भएर म पनि चट्ट लगाएर भेडा किन्न जान लागिसकेको छु मेरो वाहनमा होइन चट्ट लगाएर त्यही नै हो उता पारिदेखि आएको म घरदेखि होइन काली चाहिँ भान्साले लिन जानु लागेको भान्साले लिएर अनि टक्क भेडा ल्याएर आउनुपर्ने हुन्छ त्यसपछि आज चाहिँ अनि घोडा दौडे पनि हुन्छ होइन मेन रमाइलो भनेको अब आजको मुख्य रमाइलो हाम्रो यो जुम्लाको त्यो भनौँ न एउटा रिचुअल जस्तै नै हो होइन घोडा दौडे चाहिँ बबाल मजा आउँछ सँगै हिँड्नुपर्छ त्यही हो जान्छु टक्क बिचको सिनहरू देखाउँछु होइन हिँड्नु होला इन्जोय गर्नु होला आजको ब्लग चाहिँ मिस नगर्नु होला त्यही हो डोन्ट फर्गेट टु सेयर सब्सक्राइब लाइक है भान्सँग भेट भयो भाइ बन्धु यहाँ चाहिँ गानाको तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ लाएर चट्ट लाएर अब हामी पनि जाँदैछौँ तल किन्नलाई अहिले त्यहाँ उठ गर्दै हुन्छ अन्त के भन्छ भेडा चाहिँ कहाँको हो त यो बाजुराको हो बाजुरा कतिमा पुग्नु गयो त 6 दिनमा बाजुराको भेडा जुम्लामा बाटोमा कतिको दुःख भयो त नि हजुरलाई हो के अनि यो के पाण्डा नै राखेको हो कि कस्तो हो भेडाहरू चाहिँ 4जना पार्टनरहरू हुनुहुँदो रहेछ त्यही हो 3-4 ठाउँ गइरहेछ एउटा जुम्ला अनि एउटा अरू एउटा सिजा कति जति हुन्छ तपाईँहरूको कमाइ चाहिँ यो सिजनमा हाइएस्ट कतिसम्म भएको छ अहिलेसम्म चाहिँ अहिलेसम्म भन्दाखेरि त त्यो त छैन हजुर अब बिक्री भयो भने त हुन्छ अब दसैँ खर्च पनि निस्किन्छ दसैँ खर्च नै 3-4 लाखसम्म मस्त निस्किन्छ अनि ल देख्न सक्नुहुन्छ गाइस अब हजुरले नै भेडा पालन गर्न थाले हुन्छ
सक्नुहुन्छ यस्तो देखिहाल्छ त्यहाँदेखि माथि सडक अनि त्यही हो अब चाहिँ सुरु हुन्छ होला होइन हर्स रेस त्यही हो अब हेरिदिनुपर्छ मस्त लागेर कसले जित्छ आज कसको भाग्य चम्केको छ त्यही हो ल लागेको हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ रङ्गशाला आएको छौँ होइन दामीसँग चाहिँ घोडा दौड हुन्छ अनि हाम्रो चाहिँ दाई हुनुहुन्छ दाई आफ्नो भ्लगमा हेर्नु आफै भन्ने है हजुरको च्यानल दामीसँग भइरहेको छ हेर्न सक्नुहुन्छ हेर्न लाज हजुर आज मिम बनाएको ल ल ल ल ल मजा हुनेवाला छ हेर्न सक्नुहुन्छ अडियन्सहरू हेर्न सक्नुहुन्छ यस्तै आउनु भएको छ होइन दर्शक बिनहरू होइन मस्त आएर हेर्नको लागि घोडाले होइन हामीले हामीलाई चाहिँ के भन्छ नगर प्रहरीहरू याद भइसकेको छ एकछिनमा हामी जाने त्यो भित्र गएर बनाउनु पर्ने जसरी बन्यो होइन त्यही नै भन्नुपर्ने हजुरहरूले हेरिदिनु होला कि वाचिङ गाइस त्यही नै हो स्टे ट्युन बाबा कति वर्षको बुढा हुन है कस्तो दामीसँग लगेको है चराले ल ल ल सिया हान्डाको छन् होइन हेर्न सक्नुहुन्छ बाइक जस्तो सिया हान्डाको छन् ल ल ल वास मोर बालीतिर आएन न किबिडा भन्नु न भोरगाउँ पनि छन् My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking and they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life, it's time to live, not die. Wish I could slow down time and just enjoy the climb. And I'm the one to get it, bro. I swear to God, I get it, bro. So don't just let me get it. बाजे नातिको नौलो प्रस्तुति हाम्रो जुम्लामा हेर्न सक्नुहुन्छ दर्शकबिन्दुहरु Yeah, I'm the one to get it, bro. I swear to God, I'll get it, bro. Hey, I ain't never giving up. Said I never give up. I got this, man, I got it. I will not quit, I'm on it. Never rock it. Got the Hurra, hurra. Final. Hurra. Can I stop this? Never cautious. Drop it. I'm the heart. 6 नम्बर हाम्रो पाइने छोडेको छैन 6 नम्बर 1 नम्बर फर्स्ट आएको भनेको 6 नम्बर मात्रै हो यो सारा भित्रको छ यो रातो पनि यो पनि फाटेर भित्र हुँ दौड्ने हो तर दौड्ने बराबर कसैको छैन तर के गर्ने हाम्रो चाहिँ यो घोडा चाहिँ फर्स्ट आएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले हैन घर कहाँ हो घोडचर हो तिमी हो हैन कन्सिस्टेन्ट अनि नाम के हो तिम्रो ल दामी छ हैन दामी गरेको छौ तिमीले चाहिँ त्यही नै भन्नुपर्ने कति छ त अनि फर्स्टले पुरस्कार यहाँ चाहिँ कति छ पुरस्कार 15000 तर अझै बढी हुनुपर्ने हो के 20000 सम्मले हुनुपर्ने हो के यो चाहिँ कमै भयो हैन पुरस्कार